ओहो दाइ के छ खबर? ठिकै छ। ओहो आरामै हो? आरामै छु। तपाईलाई पो मैले दाइ भन्ने जस्तो हुनुहुन्छ, मलाई दाइ भन्नुहुन्छ। तपाईँ कति साल? म त 36 वर्ष भए। ओहो तपाईँ त धेरै उमेरको पो हुनुहुँदो रहेछ त। मैले पो दाइ भन्न पर्ने भयो। अनि त्यो हिजो केटाहरूलाई त अलि थर्काउनु भएछ है? नयाँ केटाहरू आएको नि केटाहरू। हिजोको भाइको कुराहरू धेरै लास्टै दुःख लागेको क्या मलाई पनि। तर हिजो भाइहरू पनि नयाँ आएका रहेछन् होइन। आएको जम्मा 5-6 दिन यस्तै कति दिन भयो भन्दै थिएँ। अनि उनीहरूले पनि बोलाउने बेला होइन नेपाली जस्तो देखिसकेपछि त ओ हेलो दाजु के छ आरामै हुनुहुन्छ भन्ने टाइपले दाजु नेपाली हो भन्नुपर्ने होइन। हो कि नै भन्नु त आफै। अनि ओ दाइ भन्यो क्या। अनि त्यो कुरा गर्दा चाहिँ अलिकति म पारिवारिक कुरामा पनि अलिकति दुःखै थिएँ हिजो। अलिक टेन्सन भएर थियो मलाई, त्यही भएर हो क्या। उनी केटा साथीहरूलाई पनि मैले भने अब उसलाई पनि घर आएपछि केही तनावहरू थियो होला, अनि त्यो कारणले पनि हुनसक्छ त्यो भनेर अनि त्यसरी त्यहाँदेखि मैले उनीहरूलाई सम्झाएको थिएँ। त्यो भाइहरूलाई कहाँ भेट्नु भयो त फेरि? मैले त अब तपाईँले उहाँ भाइहरूलाई थर्काएको जस्तो देखेँ टाढैदेखि। अनि त्यसपछि के कस्तो भएको रहेछ भनेर उनी भाइहरूलाई गएर सोधेँ पनि। अनि निराशपन देखेँ अनुहारमा। अनि त्यसपछि त्यहाँदेखि ऊ भाइहरूले फेरि मलाई भन्यो ऊ दाइले चाहिँ यस्तो यति वर्ष भयो आएको फर्काएर गयो नि त ऊ दाइले मलाई। अनि त्यसरी त्यहाँदेखि त्यो भन्न लाग्यो। त्यसरी त्यहाँदेखि होइन मेरो पनि गल्ती हो अलिकति। मैले त्यसरी नभन्नुपर्ने होइन। मलाई नै फिल भइरहेछ। उनीहरूलाई भेट्ने भए त राम्रो हुन्थ्यो। यसै कुरा गर्नुहुन्थ्यो। फेरि आफूमा भएको मनको कुरा पनि उनीहरूलाई सेयर गर्नुहुन्थ्यो। हामी पनि नयाँ आएको, हामीलाई पनि त्यस्तैमा होइन दुःख पर्दा साथेका दाइहरू पनि थिए। कतिले हामीलाई पिछाड्ने, अलि झुकाउने, दबाउने पनि गरिराखेका हुन् होइन। त्यस्तो तपाईँ आएको कति वर्ष भयो? म आएको त त्यही 1 वर्ष जति भयो। अनि अब त्यही हो कि अब अरू साथीभाइहरू नयाँ आउँदाखेरि पनि मलाई अलि दया लाग्छ। किनभनेपछि हो नि गर्नुपर्छ होइन दाइ। किनकि हामी पनि त्यस्तै लेभलबाट आएको हो नि त। हामीले पनि कसैको साथ कसैको हुन्छ। तर मैले गल्ती एकदमै गरेको, मलाई लास्टै पछुतो भइरहेको। उनीहरूलाई अलिकति गर्नुपर्ने हो। अब केही छैन, मेरो रिस अलि छिटो उठ्छ क्या फेरि भइहाल्छ। त्यो नेपालीको बानी नै त्यही त हो नि, अलिक छिटो रिसाउने झर्किने होइन। ल अब उनीहरूलाई गऱ्यो भने अब कता जानु लाग्यो त? म अहिले यहाँ परसम्म काम छ अलिकति, यतै मार्केटसम्म जाने हो। ल म पनि जान्छु ल सँगै। ल म यहीँसम्म मात्रै। यहीँसम्म हो? म अब जानु पऱ्यो काम छ। ल हुन्छ दाइ। ल राम्रोसँग जानु। भाइहरू हिजोको होइन र त्यहाँ पार्कमा भेटेको मैले? हजुर हो जस्तो लाग्यो मलाई। चिन्यो मलाई? चिने नि हिजो केही याद छ किन यार? याद छ नि दाइ यार। मैले गल्ती गरेँ होइन। अनि तिमीले होइन ओ दाइ भने होइन? दाइको गाउँतिर ओ दाइ भनेर बोल्छ नि त। त्यसले म त अब नेपाली नै दाइ भनेर ओ दाइ भन्ने अलिक गल्ती भयो होइन। पछि कि तपाईँले त लो हान्ने भयो त हामीलाई त लास्टै थर्काउनु होइन थर्काएको होइन। म पनि अलिकति टेन्सनमा थिएँ। पारिवारिक यस्तो हुन्छ नि त। अब यसो फोनमा बोल्दै गइरहेको थिएँ होइन। अब भर्खरै फोन सकेर म यता आएको, त्यहीमा फेरि ओ दाइ भनेको र मलाई उल्टो ठर्काए जस्तो लाग्यो। अब फेरि नयाँ आएको जस्तो देखेँ मैले होइन। अन्त मेरो गल्ती हो होइन। क्षमा माग्न चाहन्छु। माइन्ड नगर है। अनि के भयो हामीले भित्रभित्रै कुरा के गर्यो भने नेपाली भएर पनि यस्तो लो थर्काएर जानुभयो दाइ भन्यो नि। फेरि एउटा दाइ पनि आएको थियो क्या त्यहाँनिर। अहिले त पछि तपाईँ जानुभयो नि उता। त्यति बेला एउटा भनेको यस्तो यस्तो गऱ्यो होइन दाइले 3-4 वर्ष अगाडि नै आएको थियो, पुरानो रहेछ हामीलाई लास्टै थर्काउनु भयो भने म त्यसबाट फेरि ऊ दाइसँग कुरा गरेर म सम्झाउँछु दाइ भनेर ऊ गएको सायद भेट गयो होला है उसँग कुरा भएको थियो मेरो होइन। कुरा भएको थियो। अनि कुरा भइसकेपछि फेरि मैले उसँग कुरा गरेँ। अनि ऊ चाहिँ भर्खरै त ऊ बाहिर गयो त उता। अनि म चाहिँ यता मेरो काम थियो मैले नि। अनि यस्तै चिप्सहरू लिएर खानु पऱ्यो होइन भोलि बिहानको लागि, ब्रेकफास्टको लागि। त्यही भएर पनि यतै मार्केटतिर आएको थिएँ म साथीहरूमा लगमा
भेट भयो खुसी लाग्यो तर हिजो होइन मैले त सरी भन्छु होइन भाइहरू अब नयाँ नयाँमा मैले त्यस्तो भने होइन त्यस्तो नभन्नु पर्ने तर पनि केही छैन माइन त गरेको छैन नि माइन त गरेको थियो तर होइन म पनि यार त्यस्तै हो होइन सुरुमा आउँदा म पनि जिरो लेभलबाटै यहाँसम्म पुगेको होइन तिमीलाई त भाषा पनि थाहा छैन मलाई त भाषा पनि थाहा छ होइन तर त्यस्तो माइन नगरेर नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ होइन तर अलिकति मुड त्यस्तै भयो ल म पनि जान्छु यार ल